पाकिस्तानको त्यो हिमालले निम्सताईलाई चटक्कै छुडेर लग्यो। संसारलाई असम्भव केही छैन भनेर सिकाउने निर्मल ऊर्जा आज आफै अस्ताएका छन्। उनले त्यो हिमाल चढ्नुभन्दा अगाडि लेखेको यो स्ट्याटसले सबैलाई अहिले भावुक बनाएको छ। के भएको थियो ब्रोड पिकमा? काराकोरम हिम श्रृङ्खलाको चिसो सिरेटोले 8047 मिटर अग्लो ब्रोड पिकलाई ढपक्कै ढाकेको थियो। हिउँको साम्राज्यमा खडा भएको त्यो निर्मम पहाडतिर हेर्दै एउटा साहसी मान्छेले आफ्नो मनको बह पोखिरहेका थिए। उनी थिए निर्मल ऊर्जा, अर्थात् विश्वभरि निम्सताई भनेर चिनिने साहसी गोर्खा, जसले संसारलाई सिकाएका थिए नथिङ इज इम्पोसिबल, असम्भव केही छैन। भर्खरै मात्रै उनले गासेर ब्रुम 2 को चुचुरोमा 57 पटक 8000 मिटर भन्दा अग्ला हिमाल चढेर सफलताको झण्डा गाडेका थिए। सुरुमा उनको योजना केवल गासेर ब्रुम 2 मात्रै आरोहण गर्ने थियो, तर नियतिले उनलाई अर्कै बाटोतर्फ बोलाइरहेको थियो। यदि उनले ब्रोड पिकको चुचुरो पनि चुमेका थिए भने उनी बिना अक्सिजन संसारका 14वटै 8000 मिटर भन्दा अग्ला हिमाल दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो मानव बन्ने थिए। मौकाले उनलाई छुटुक्क इसारा गरिरहेको थियो, तर मृत्युलाई कयौं पटक जितेका यी अनुभवी आरोहीलाई हिमालको रहस्य र निर्ममताको पुनः भान थियो। ब्रोड पिकको आधार शिविरबाट अगाडि बढ्नु अघि उनले आफ्नो सामाजिक सञ्जालमा एउटा भावुक सन्देश लेखे। त्यो सन्देश कुनै कीर्तिमानको घमण्ड थिएन, त्यो त एउटा मान्छेले हिमालसँग मागेको जीवनको भिख थियो सायद।